This video is brought to you by Jojo Hub. PC components र ल्यापटप्सको लागि Jojo Hubलाई सम्पर्क गर्नुहोला. Hi everyone, so तपाईहरुले टाइटलमा देखे जस्तै आज चाहिँ हामी CG नेटको बारेमा कुरा गर्ने छौं. CG ले चाहिँ नेपाली मार्केटमा 1000 रुपैयाँमा 1000 रुपैयाँ भन्दा पनि 1000 रुपैयाँ प्लस भ्याट गरेर 1130 रुपैयाँमा चाहिँ 120 Mbps को इन्टरनेट सेवा सुचारु गरेको छ, which makes it the fastest and cheapest internet in Nepal. अब यस्तो किन भयो, CG नेट यसो अफोर्डेबल कसरी भयो भन्ने कुराको बारेमा चाहिँ हामीले छुट्टै एउटा एनालाइटिकल भिडियो निकालेका छौं, जुन चाहिँ म यतै कतै लिंक गर्दिन्छु, प्लिज त्यो चेक आउट गर्नु होला. आजको भिडियोमा चाहिँ हामी CG नेट सँग लाइभ ह्यान्ड्स अन जस्तो गर्ने छौं. अनफर्चुनेटली CG नेट अहिले सबै ठाउँमा अवेलेबल चाहिँ छैन. हाम्रो अफिस जुन चाहिँ बानेश्वरमा छ त्यहाँ CG नेट अवेलेबल नभएको कारणले हामी चाहिँ यहाँ विवेक दाइको लोएस्ट रिटेलर शपमा आएको छौं, यहाँ लगन खेली स्थित. सो आज यो भिडियोमा चाहिँ हामी CG नेटको फुल रिभ्यू चाहिँ गर्ने होइन. त्यसको लागि चाहिँ हामीले अफिसमा CG नेट जडान गर्नको लागि रिक्वेस्ट गरेको छौं. सो त्यो भएपछि चाहिँ हाम्रो अफिसमा हामी केही हप्ता चलाएर अरु ISPs हरुसँग कम्पेयर गरेर तपाईहरुलाई लङ टर्म रिभ्यू जस्तो दिनेछौं. आजको भिडियो चाहिँ अलि बेसिक टाइपको नै हुनेछ. ओके, सो सुरुमा चाहिँ हामी इन्टरनेटको स्पिड टेस्ट गर्छौं. अब वाइफाईबाट गर्दाखेरि चाहिँ अलिकति इन्कन्सिस्टेन्ट रिजल्ट आउने भएकोले हामीले चाहिँ यो ल्यापटपमा यो ल्यान तार जोडेर इन्टरनेट स्पिड टेस्ट गर्न लागेको छौं. सो लेट्स गेट इन्टु इट. सुरुमा स्पिड टेस्टको लागि चाहिँ हामीले 4-5 वटा वेबसाइट्सहरु खोलेका छौं. यहाँ हामीले सुरुमा ओक्लाबाट गर्छौं. सर्भर काठमाडौँ नै राखेका छौं. अगाडि चाहिँ CG नेटले IP को कुन भर्जन प्रयोग गरिरहेछ भनेर पनि सुरुमा चेक गरौँ. त्यसको लागि चाहिँ म एउटा व्हाट इज माई IP भन्ने साइटमा गएर चेक गर्छु. सो तपाईले यहाँ देख्न सक्नुहुन्छ कि CG नेटको पब्लिक IPv4 रहेछ. सो IPv6 चाहिँ छैन, जुन चाहिँ वर्ल्ड लिंकको आइसकेको छ. सो देयर्स दैट. अलराइट, अहिलेसम्म चाहिँ हामीले सबै जेनरल स्पिड टेस्टहरु गर्यो, तर देयर इज अलवेज अ डिबेट कि एउटा युजरलाई चाहिँ कति इन्टरनेट स्पिड चाहिन्छ भनेर. अब फर एक्जाम्पल तपाईहरु इन्टरमिडिएट टाइपको युजर हुनुहुन्छ, फेसबुक टिकटक जस्तो साइट्सहरु मात्र चलाउनुहुन्छ भने त त्यस्तो रिलायबिलिटी इश्यूज चाहिँ हुँदैन. तपाईहरुलाई 10 Mbps के नेटले पनि त्यस्तो फरक पर्दैन. तर यदि तपाईहरु अब प्रोफेसनल युज जस्तै अब वर्क फ्रम होम गर्दै हुनुहुन्छ र हेभी फाइल्सहरु चाहिँ ट्रान्सफर गर्दै हुनुहुन्छ, अथवा तपाईहरु भिडियोजहरु अपलोड र डाउनलोड गर्नुहुन्छ, अथवा गेमर्स हुनुहुन्छ भने चाहिँ तपाईहरुलाई इन्टरनेट स्पिडले फरक पर्न सक्छ. त्यसको लागि चाहिँ अहिले हामी रियल लाइफ डाउनलोड एन्ड अपलोड स्पिड चाहिँ टेस्ट गर्न लागेको छौं यही अहिले. सो लेट्स गेट स्टार्टेड है त.
ओके, सो कुनै कुनै अवस्थामा चाहिँ आइएसपीजहरूले P2P सेयरिङ थ्रटल गरेको हुनसक्छ। यो चाहिँ एउटा वेल सिडेड फाइल हो। सो यसको केसमा चाहिँ 15 MBPS जतिमा यो डाउनलोड हुनुपर्ने हो। यहाँ चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ कि 12.7 MBPS अराउन्ड होभर भइरहेछ। यो भनेको चाहिँ त्यस्तो थ्रटल भएको चाहिँ भन्न सक्दैन। दिस इज अ गुड इनफ स्पिड। तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ कि हाम्रो यो युबुन्टुको 2.6 गिगाबाइटको फाइल चाहिँ 4 मिनेट 15 सेकेन्ड जतिमा डाउनलोड भइसकेको छ। नेक्स्ट अप हामी चाहिँ स्टिमबाट एउटा गेम डाउनलोड गर्छौं। सो यहाँ चाहिँ तपाईहरुले देख्न सक्नुहुन्छ कि पिक डाउनलोड स्पिड चाहिँ 12 MBPS सम्म पनि गएको छ, तर फेरि कहिलेकाहीँ चाहिँ 5 MBPS मा पनि झरिरहेको छ। सो अलिकति इन्कन्सिस्टेन्ट छ डाउनलोड स्पिड चाहिँ। सो हाम्रो गेम चाहिँ 6.29 GB को छ। टोटल टाइम चाहिँ हामीलाई 5 मिनट्स 36 सेकेन्ड्स लागेको छ डाउनलोड हुन। अब चाहिँ अपलोड स्पिड चेक गर्ने टाइम आएको छ। त्यसको लागि चाहिँ हामी एउटा 1.2 GB को फाइल युट्युबमा अपलोड गरी हेर्छौँ। हामीसँग फाइल चाहिँ यहाँ रेडी नै छ। सो लेट्स गेट इन्टु इट है त। ओके, हाम्रो यो अपलोड स्पिड चाहिँ एकदमै कम देखाइरहेको छ। यहाँ 3.3 MBPS जति मात्र छ, त्यो पनि धेरैमा होला त 2.5 भयो। अहिले पिक आवर भएको भएर पनि यस्तो भएको हुन सक्छ। आई डोन्ट नो, एकचोटि कस्टमर केयरलाई कल गरेर लेट्स सी किन यस्तो इस्यु भएको हो। ओके ल, मैले यहाँ कल चाहिँ गरेँ, स्पिकरमा राखिदिन्छु। CG नेट कस्टमर केयर है दाइ? हजुर म्याम। दाइ म चाहिँ यहाँ एउटा भिडियो अपलोड गरिरहेको थिएँ कि युट्युबमा, अनि एकदमै कम स्पिड भयो के। अनि के हजुर के प्रब्लम भएछ? युजर आइडी चाहिँ हाम्रो विवेक साक्य हो नाम। विवेक साक्य है? हजुर। हजुरको म यो चेक गरिदिइहाल्छु होइन। हजुरको यहाँबाट त्यस्तो प्रब्लम केही पनि आएको छैन। मतलब अपलोडमा स्लो भयो भन्नुभयो है? हजुर, 2.6 MBPS जति मात्रै छ अपलोडमा। हजुर। MBPS मा तपाईँको त्यो बी क्यापिटल छ कि स्मल छ? स्मल छ। स्मल है? म यो हजुरको एउटा टिकट जेनेरेट गरिदिन्छु। ओके। टेक्निकल टिमहरूले हजुरलाई फलोअप कल गर्नुहुन्छ है। ए, कहिले कति टाइम लाग्छ होला दाइ? त्यो त मलाई अलिकति थाहा भएन। हाम्रो टेक्निकल टिमहरू अरूमा नि काम गर्दै हुनुहुन्छ होइन म्याम? ओके। सो केही समय लाग्न सक्छ है। भनेपछि आजै नहुन पनि सक्छ अब? हजुर हजुर। ए, हामी यहाँ गरिदिइहाल्छौँ। अब उहाँहरू फ्री हुने बित्तिकै हजुरलाई हामी कल गर्छौँ है। हुन्छ हुन्छ, हस्, थ्याङ्क यू। थ्याङ्क यू फर योर टाइम म्याम। Sure, thank you. सो उहाँले भनेअनुसार चाहिँ टाइम लाग्न सक्छ, तर उहाँ इज नट स्योर कि कति टाइम लाग्छ यो गर्नको लागि। टेक्निकल टिमले फलोअप गर्नुहुन्छ भन्नुभयो। सो आई गेस हामी चाहिँ अहिले इस्यु सल्भ नहोला जस्तो लागिरहेछ मलाई चाहिँ। नेक्स्ट डे आएर फेरि ट्राई गर्छौँ, त्यतिखेर के हुन्छ हेरौँ है त। हाई एभ्रिवान। सो अस्ति चाहिँ हाम्रो अपलोडमा अलिकति समस्या आइरहेको थियो। सो आज चाहिँ हामी त्यहीँबाट कन्टिन्यू गर्छौँ। हामी फेरि अपलोड स्पिड टेस्ट गर्छौँ। अस्ति खासमा हामीले सिजीको कस्टमर सर्भिसलाई कन्ट्याक्ट गरेपछि चाहिँ उहाँहरूले 1-1.5 घन्टापछि फेरि हामीलाई कल ब्याक गर्नुभयो र नेटवर्क क्यासको समस्या छ भन्नुभयो। उहाँहरूले हाम्रो नेटवर्क क्यास चाहिँ क्लियर गरिदिनु भयो। सो आज हामी फेरि कन्टिन्यू गर्छौँ मैले अघि नै भने जस्तै। ओके, सो हाम्रो अस्ति 1.2 GB को फाइल थियो जुन चाहिँ अब हामी अपलोड गर्छौँ।
तपाईँहरूले यहाँ हेर्न सक्नुहुन्छ कि 0 kbps मा ड्रप भइरहेछ हाम्रो डाउनलोड स्पिड। एकचोटि वी ट्रान्सफरकै प्रब्लम हो कि हाम्रो नेटमा प्रब्लम हो भनेर चेक गरौँ, स्पिड टेस्ट गरी हेरौँ। हाम्रो 1.2 GB को फाइल चाहिँ वान ड्राइभमा 2 minutes 45 seconds मा अपलोड भइसक्यो। नाउ वी विल डाउनलोड द सेम फाइल डाउनलोड स्पिड चेक गर्नको लागि। यो फाइल चाहिँ वान ड्राइभबाट डाउनलोड भइसक्यो एन्ड एज यु क्यान सी 43 minutes लागेको छ हामीलाई यो पुरै डाउनलोड हुन, विच इज अ लट अफ टाइम। किनभने हामीले अस्ति डाउनलोड गर्दाखेरि चाहिँ हामीले यो युबुन्टु डाउनलोड गर्दाखेरि चाहिँ एकदमै कम टाइममा भएको थियो। सो लेट्स चेक। कहिलेकाहीँ चाहिँ सेसनमा प्रब्लम पनि हुन सक्ने भएकाले हामी एकचोटि फेरि डाउनलोड गरेर हेर्छौँ कति टाइममा हुँदो रहेछ हेर्नको लागि। लेट्स स्टार्ट है त। सो एज यु क्यान सी हाम्रो डाउनलोड स्पिडमा चाहिँ केही इम्प्रुभमेन्ट भएको छैन, अघिको जस्तै नै छ। सो हामी यो सेसनलाई क्यान्सल गरेर विल मुभ फरवर्ड। अब नेक्स्ट चाहिँ हामी भिडियो कन्फरेन्सिङ टेस्ट गर्छौँ, किनभने आजकल धेरैजनाको चाहिँ वर्क फ्रम होम चलिरहेको भएर अब इन्टरनेट त्यसको रियल लाइफ युसेज कस्तो हुँदो रहेछ भनेर एकचोटि हेर्छौँ। सो लेट्स गेट इन टु द्याट। हामी जुमबाट ट्राई गर्छौँ है त। ओ हाई एभ्रिवान। हेलो हेलो। कस्तो आइरहेछ हाम्रो साउन्ड? साउन्ड त मजाकै आइरहेछ यता त। ओके। ठिकै अनि आइरहेछ। स्पेसम्यान के छ त? के छैन? स्पिकरै राम्रो छैन फोनको। अब स्पिकर त भइहाल्यो, यो टेम्पर्ड ग्लास लिनु थियो क्या फोनको लागि, कता लिँदा ठिक होला? टेम्पर ग्लास लिनलाई किन चिन्ता गर्नुहुन्छ तपाईँ? हामी अहिले लोएस्ट रिटेलरमा छ, हामी तपाईँले यहीँ आएर लिँदा हुन्छ। ओके ओके हुन्छ, म अब साढे लोएस्ट रिटेलरमा टाइम ट्राभल गरेर आउँछु अहिले नि 1 सेकेन्डमा। हुन्छ। जोक्स अपार्ट, हामीले भर्खरै गरेको यो भिडियो कलमा चाहिँ द क्वालिटी वाज एक्सलेन्ट, साउन्ड पनि सबैजनाको राम्रो आइरहेको थियो। सो अब नेक्स्ट अप चाहिँ हामी गेमिङ टेस्ट गरेर हेर्छौँ है त। सो हामीले चाहिँ डोटा 2 खेलिरहेछौँ अहिले र एज यु क्यान सी पिङ चाहिँ 32 देखि 33 मा होभर भइरहेछ, जसलाई चाहिँ राम्रो मान्न सकिन्छ। र अब इन्टरनेटको ब्यान्डविथले चाहिँ पिङलाई खासै असर पार्दैन, सो त्यो कुरा पनि हामीले नोट गर्नुपर्ने हुन्छ। अलराइट, हाम्रो सेकेन्ड गेम प्ले सुरु भइसकेको छ। हामी भ्यालोरेन्ट खेलिरहेछौँ एन्ड हाम्रो पिङ चाहिँ 65 अराउन्ड छ अहिले। ओके, नेक्स्ट अप हामी चाहिँ सिएसको खेलिरहेछौँ एन्ड एज यु क्यान सी हाम्रो पिङ चाहिँ 43 देखि 45 मा ओभर भइरहेछ, मोस्टली 45 बिलो भनौँ न। दिस क्यान बी कन्सिडर्ड गुड। ओके, सो वी मुभड अन टु पब्जी मोबाइल र तपाईँले देख्न सक्नुहुन्छ कि यहाँ 60 to 65 ms मा ओभर भइरहेछ पिङ, विच क्यान बी कन्सिडर्ड गुड। ओके, सो हामीले चाहिँ इन्टरनेट स्पिड लगायत गेमिङ टेस्टहरू सबै गरिसक्यौँ र यो बाहेक चाहिँ हामीलाई एकदमै आइरहने क्वेसन चाहिँ अब सिजी नेटमा नेट टाइप रेस्ट्रिक्टेड छ कि मोडरेट छ कि के छ भनेर सोधिरहनुहुन्छ। सो त्यसको हामीले क्वेरी चाहिँ सिजी नेटको कस्टमर सर्भिसलाई सोध्यौँ र उहाँहरूले भनेअनुसार चाहिँ उहाँहरूले मोडरेटमा राखिदिनु भएको छ भन्नुभयो। यो नेट टाइप चाहिँ रेस्ट्रिक्टेड छ जस्तो छ, यसलाई ओपन अथवा मोडरेट गरिदिन मिल्छ त?
मोडरेटमै हुन्छ म्याम हाम्रो त। मोडरेटमै हुन्छ हजुर। तर हामीले CSGO-मा र हुन्छ नि एक्सबक्सको नेटवर्क सेटिङ्समा गएर चेक गर्दाखेरि चाहिँ हामीले त्यस्तो केही कन्क्लुसिभ निष्कर्षमा चाहिँ पुगेनौँ होइन। त्यसको लागि चाहिँ म फर्दर टेस्टिङ गर्नेछु FIFA र अब GTA 5 जस्तो गेमहरू खेलेर तपाईँहरूलाई त्यसको रिजल्ट के हुन्छ भनेर तल कमेन्ट सेक्सनमा चाहिँ म पिन गर्नेछु। त्यसबाहेक चाहिँ हामीलाई अर्को धेरै आउने क्वेसन भनेको CG नेटको IPTV चाहिँ कति टाइममा आइपुग्छ भन्ने क्वेसन पनि हामीलाई धेरैजनाले सोधिरहनुहुन्छ। सो हामीले यो क्वेरी पनि राख्यौँ कस्टमर सर्भिसमा र उहाँले चाहिँ चाँडै आउँछ भन्नुभयो। सो आई होप CG नेटले IPTV सर्भिस चाहिँ नेपालमा चाँडै नै सुरु गर्छ होला। यति भन्दै चाहिँ हामी हाम्रो भिडियोको अन्त्यमा आइपुगेका छौँ। मेरो एक्सपिरियन्सबाट चाहिँ अहिलेसम्म CG नेटसँगको मेरो एक्सपिरियन्स चाहिँ राम्रो रहेको छ। तर अब हामीले चाहिँ अहिले यो छोटो ह्यान्ड्स अन रिभ्यू जस्तो मात्र गरेको हो, हाम्रो फुल रिभ्यू चाहिँ आउने बाँकी छ। सो यदि तपाईँ चाहिँ CG नेट आफ्नो घर अथवा अफिसमा जडान गर्ने सोचिरहनु भएको छ भने चाहिँ हाम्रो रिभ्यू मात्र नभएर एक्जिस्टिङ कस्टमर्सहरूको फिडब्याक र रिभ्यू लिन पनि नबिर्सिनु होला। र यदि तपाईँले चाहिँ CG नेट आफ्नो घरमा जोड्नु भएको छ भने चाहिँ तल कमेन्ट सेक्सनमा आफ्नो एक्सपिरियन्स पनि सेयर गर्नु होला, अरूलाई निकै हेल्प हुनेछ। यति भन्दै आजको यस भिडियोलाई यहीँ टुङ्ग्याउँछु म। धन्यवाद।